सो हेलो एभ्रिवान। आज चाहिँ हामीले जेनरल कोनिकोइड्स वा द सेन्ट्रल कोनिकोइड्स भन्ने च्याप्टर चाहिँ हेर्न गइरहेको छौँ है त। सो सबभन्दा सुरुमा मैले जेनरल इक्वेसन अफ सेकेन्डरीलाई डिस्कस गर्न चाहेँ। सो सबैभन्दा सुरुमा चाहिँ जेनरल डिग्री अफ सेकेन्ड डिग्री इक्वेसन, जेनरल इक्वेसन अफ सेकेन्ड डिग्री के हो त भन्ने कुरा हेरौँ। अब मैले यसमा चाहिँ जो हाम्रो कोनिकोइड छ नि, कोनिकोइडमा चाहिँ हामीले त्यसलाई एफ अफ एक्स वाइ जेड इज इक्वल्स टु जेरोले जनाउने गर्छौँ। जहाँ चाहिँ एक्स वाइ जेड चाहिँ के हो त भन्दाखेरि एक्स स्क्वायर प्लस बिवाई स्क्वायर प्लस सिजेड स्क्वायर प्लस टु एफ वाइ जेड प्लस टु जी जेड एक्स प्लस टु एच एक्स वाइ टु यु एक्स प्लस टु भिवाई प्लस टु डब्लु जेड प्लस डी इज इक्वल्स टु जेरो हो। अब यो इक्वेसनलाई हामीले हेऱ्यौँ भने चाहिँ हामीले के देख्न सक्छौँ भन्दाखेरि यसमा 9वटा कन्सटेन्टहरू छन्, एबिसी एफजिएच र युभिडब्लु। 9वटा कन्सटेन्ट छन् भने जहाँ पनि यदि 9वटा कन्सटेन्ट छन् भने हामीले यो इक्वेसनलाई सल्भ गर्नको लागि 9वटा इक्वेसन चाहिने गर्छ हामीलाई। सो अब मैले के गर्छु भन्दाखेरि एउटा कोनिकोइड लिन्छु। कोनिकोइड भनेको कुनै पनि एउटा 3D अब्जेक्ट लिऊँ। कुनै पनि भन्दाले हामीले अहिले जेनरली डिस्कस गर्ने भनेको चाहिँ एलिप्सोइड। अब इलिप्सोइड त्यसपछि स्फेरोइड वा स्फेयर। स्फेयर चाहिँ एउटा पर्टिकुलर केस अफ इलिप्सोइड हो, हजुरलाई थाहा होला। यो मैले फेरि पछि डिस्कस गरे नै छु। त्यसपछि एउटा हाइपरप्लोइड, प्याराब्लोइड अनि डिफ्रेन्ट काइन्ड अफ के हुन्छ नि त इक्वेसन अफ सेकेन्ड डिग्रीले जे जे पनि दिन सक्छ। यसले फरक फरक कोनिकहरू दिन्छन् वा कोनिकोइडहरू दिन्छन्। त्यो मध्येमा मैले अहिले इलिप्सोइड ल्याएँ किनभने हामीले सबैभन्दा बढी इजी चाहिँ कोनिकोइड इजी कोनिकोइड चाहिँ के हो त इलिप्सोइड हो, त्यस कारणले यो लिएँ मैले। सो यदि यो इलिप्सोइडमा मैले 9वटा पोइन्ट कन्सिडर गरेँ भने यसमध्येमा के हुनुपर्छ त भन्दाखेरि 4वटा पोइन्ट्स एउटा प्लेनमा हुँदैन। बुझ्नुभयो किन? एउटा कन्डिसन हो यो, एउटा कन्डिसन हो कोनिकोइड सल्भ गर्नको लागि। हाम्रो चाहिँ के छ भन्दाखेरि यो जुन इलिप्सोइड छ यसमा पर्ने 9वटा पोइन्ट मध्ये 4वटा पोइन्ट चाहिँ एउटा प्लेनमा पर्नु हुँदैन। ठिक छ, यो कुरा भयो। अब यो इक्वेसन जुन छ हामीलाई जतिखेर पनि ह्यान्डल गरिराख्न एकदमै गाह्रो हुने हुनाले हामीले यसलाई ट्रान्सफर्मेसन गरेर स्ट्यान्डर्ड फर्ममा लेख्छौँ। जुन चाहिँ कस्तो फर्ममा हुन्छ भन्दाखेरि एक्स स्क्वायर प्लस बिवाई स्क्वायर प्लस सिजेड स्क्वायर इज इक्वल्स टु जेरोको फर्ममा हुन्छ। अब अब मैले के गर्न चाहन्छु भन्दाखेरि यहाँसम्म मैले डिस्कस गरेको भनेको सेन्ट्रल कोनिकोइड हो। सो अब चाहिँ सेन्ट्रल कोनिकोइड हेर्न गइरहेको छौँ हामीले। सेन्ट्रल कोनिकोइड भनेको अहिले मैले इलिप्सोइड लिएको छु। यो इलिप्सोइडमा चाहिँ यो जुन छ नि यो पोइन्ट चाहिँ हाम्रो सेन्ट्रो कोनिकोइडको। त्यस्तै गरी यो जुन छ नि यो कर्डले चाहिँ के गरिरहेछ, यो जुन इलिप्सोइड छ वा कोनिकोइड भन्न चाहन्छु अहिले। सो यो कोनिकोइडलाई चाहिँ के गरिरहेछ त, कोनिकोइड यसको इक्वेसन चाहिँ एक्स स्क्वायर्ड प्लस बिवाई स्क्वायर्ड प्लस सिजेड स्क्वायरले के गरिरहेछ त इज इक्वल्स टु 1 भन्नेले चाहिँ के गरिरहेछ देखाइरहेछ। सो अब यो जुन छ नि यो कर्डले चाहिँ के गरिरहेछ, यो इलिप्सलाई दुईटा इक्वल र एक्ज्याक्ट हाफमा चाहिँ डिभिजन गरिरहेको छ है त। त्यो भयो भने सो अब यो अरू सबै कोनिकोइडमा यो जुन फेनोमेनन छ वा यो जुन प्रोसेस छ यो नहुन सक्छ र जुनमा हुन्छ नि हो त्यसलाई चाहिँ सेन्ट्रल कोनिकोइड भनिन्छ है, सेन्ट्रल कोनिकोइड भनिन्छ। यो प्रोपर्टी चाहिँ के हो भन्दाखेरि यो सेन्टर जुन छ नि सेन्टर अफ कोनिकोइड को यो एकातिर चाहिँ पर्ने पोइन्ट जुन छ नि त्यसको ठ्याक्कै एक्ज्याक्टली अर्कोतिर पर्ने पोइन्ट हुन्छन् र हाम्रो डिरेक्सनको लागि चाहिँ नेगेटिभ जनाउन सक्छौँ। सो यदि यस्तो प्रोपर्टी कुनै पनि इलिप्सले वा कुनै पनि कोनिकोइडले प्रुभ गर्छ भने त्यसलाई हामीले के भन्छौँ त सेन्ट्रल कोनिकोइड भन्छौँ। सो यो कुरा भइसकेपछि जुन हाम्रो स्ट्यान्डर्ड इक्वेसन छ नि त्यसलाई भने जस्तै यो स्ट्यान्डर्ड इक्वेसन के छ, एक्स स्क्वायर प्लस बिवाई स्क्वायर प्लस सिजेड स्क्वायर इज इक्वल्स टु 1 छ। यसमा मैले ए को ठाउँमा 1/a स्क्वायर, बी को ठाउँमा 1/b स्क्वायर र सी को ठाउँमा 1/c स्क्वायर राख्यो भने 1/c स्क्वायर राख्यो भने चाहिँ हामीले यस्तो इक्वेसन पाउँछौँ। र अब जुन छ नि यो इक्वेसन जुन छ नि यो इक्वेसनले चाहिँ बल्ल एलिप्सोइडलाई जनाउँछ। यदि मैले यो जुन छ नि यो मध्येमा ए इज इक्वल्स टु बी इज इक्वल्स टु सी भयो भने चाहिँ यसले के जनाउँछ भन्दाखेरि स्फेयर जनाउँछ है त, स्फेयर जनाउँछ। र यही इक्वेसनमा कुनै पनि एउटा भेरिएबलको अगाडि मैले माइनस राखेँ भने चाहिँ यसले चाहिँ हाइपरब्लोइड अफ वान सिट चाहिँ जनाउँछ है त, फिगर चाहिँ जनाउँछ। त्यस्तै गरी यदि मैले
एक्स र वाईको अगाडि कोएफिसिएन्टमा माइनस राखेँ र एउटा चाहिँ पोजिटिभ पनि छोडेँ, त्यो भयो भने चाहिँ हाइपरप्लोइड अफ टु सिट भन्छ। अब मैले एउटा कुरा के भन्न चाहेँ यहाँनिर भन्दाखेरि एउटा सानो 3 मिनटको भिडियो मैले अपलोड गरेको छु। यसमा मैले यो यसरी भेरिएबल गर्दाखेरि, यसलाई भेरी गर्दाखेरि कसरी चाहिँ सेपमा चेन्ज हुन्छ भन्ने कुरालाई चाहिँ प्र्याक्टिकल रूपमा जियोजेब्राबाट देखाएको छु। यु क्यान वाच द्याट भिडियोज फर देयर इन्टुटिभ अन्डरस्ट्यान्डिङ। सो नाउ यो भइसकेपछि अब मैले के गर्न गइरहेको छु भन्दाखेरि डिटेलमा यिनी तिनवटा इक्वेसन्सहरूलाई हेरेर जियोमेट्रिकल्ली चाहिँ कसरी यिनीहरूले इलिप्सोइड, हाइपरप्लोइड र हाइपरप्लोइड अफ वान सिट र हाइपरप्लोइड अफ टु सिट दिन्छन् भन्ने कुरा हेर्न गइरहेको छु है त। सो अब सबभन्दा सुरुमा मैले इलिप्सोइडकै कुरा गर्न चाहेँ, सरी इलिप्सोइडकै कुरा गर्न चाहेँ। सो इलिप्सोइडको कुरा गर्दाखेरि ओके, इलिप्सोइडको कुरा गर्दाखेरि मैले के गर्छु यहाँ भन्दाखेरि इलिप्सोइडको इक्वेसन लेख्छु एक्स स्क्वायर्ड बाई ए स्क्वायर्ड प्लस वाई स्क्वायर्ड बाई बी स्क्वायर्ड प्लस जेड स्क्वायर्ड बाई सी स्क्वायर्ड इज इक्वल्स टु 1। यो हाम्रो इलिप्सोइडको इक्वेसन हो। अब म थोरै यसलाई मोडिफिकेसन गर्छु, थोरै यसलाई यस्तो गरौँ है। सो मोडिफिकेसन गर्दाखेरि मैले के देख्छु त यहाँ भन्दाखेरि एक्स स्क्वायर्ड बाई ए स्क्वायर्ड इज इक्वल्स टु सरी प्लस वाई स्क्वायर्ड बाई बी स्क्वायर्ड इज इक्वल्स टु 1 माइनस जेड स्क्वायर्ड बाई सी स्क्वायर्ड गरेँ भने ठिक छ। र मैले जुन जेड छ नि त्यो जेडलाई मैले के माने भने चाहिँ के आउने भयो इक्वेसन भन्दाखेरि ए स्क्वायर्ड प्लस वाई स्क्वायर्ड बाई बी स्क्वायर्ड इज इक्वल्स टु 1 माइनस के स्क्वायर्ड बाई सी स्क्वायर्ड हुने भयो। ठिक छ। अब यो जुन इक्वेसन छ नि यो इक्वेसनलाई हामीले हेरेर हामीले प्लट गर्न सक्छौँ क्या इलिप्सोइडलाई। ठिक छ। अब कसरी प्लट गर्छौँ भन्दाखेरि एउटा कुरा बुझौँ है त, ल हेरौँ है। सबभन्दा सुरुमा चाहिँ एउटा कोनिकोइड चाहिँ बनाऊ है त। जस्तै यो इक्वेसन जुन छ नि यो इक्वेसनलाई हेर्दाखेरि हामीले के देखिरहेछौँ भन्दाखेरि यो एउटा फर्ममा छ, एउटा कस्तो फर्ममा छ भन्दाखेरि इलिप्सको फर्ममा छ जस्तो देखिरहेको छौँ। तर इलिप्सको फर्म हुँदा हुँदै यहाँनिर जुन छ नि माइनस के स्क्वायर बाई सी स्क्वायर आएको छ। ठिक छ। यो एउटा इलिप्स रहेछ, तर यहाँनिर चाहिँ यो चाहिँ चेन्ज भयो। ठिक छ। यसले चाहिँ चेन्ज गर्ने भयो। सो यसले के भन्छ भन्दाखेरि एउटा इलिप्स बनाऊँ सबभन्दा सुरुमा। जस्तै कुनै पनि एउटा इलिप्स बनाऊ है। ठिक छ। यो इलिप्स चाहिँ मैले सर्फेसमा बनाएको छु। आई होप यु अन्डरस्ट्यान्ड इट इज अ 3D फिगर। ओके, सो यो भयो र यो भयो है त। सो इलिप्स चाहिँ के छ सर्फेसमा छ है। यदि यो यो एक्स एक्सिस हो, यो वाइ एक्सिस हो र यो माथि जेड एक्सिस हो भने यो सर्फेसमा एक्सवाई प्लेनमा भन्न सकिन्छ के बनेको छ इलिप्स बनेको छ। ठिक छ। सो अब इलिप्स जुन छ नि इलिप्सलाई मैले के गर्ने त भन्दाखेरि के गर्ने यसलाई भन्दाखेरि एक्सपान्ड गर्ने। एक्सपान्ड गर्ने कहाँसम्म त भन्दाखेरि कहाँसम्म भन्ने कुरा चाहिँ यो पछाडिको जुन छ नि यसले चाहिँ जनाउँछ। ठिक छ। यसलाई चाहिँ हामीले के गर्ने एक्सपान्ड गर्नु पर्यो। एक्सपान्ड गर्ने भनेको मतलब के हो त भन्दाखेरि यसलाई चाहिँ के गर्ने यसरी कहाँसम्म जान्छ त माथिसम्म होइन, माथिसम्म उचाल्ने कि भन्नुको मतलब जेड एक्सिसमा चाहिँ जेड एक्सिस जुन छ प्लस जेड एक्सिस र माइनस जेड एक्सिसमा के गर्ने एक्सपान्ड गर्ने यसलाई। सो यो सर्फेसलाई एक्सपान्ड गर्दाखेरि के हुन्छ यो जुन कहाँसम्म पुग्छ भन्ने कुरा चाहिँ यसले यसले डिटरमाइन गर्छ। ठिक छ। यो जुन छ नि पछाडिको टर्म यसले चाहिँ जनाउँछ। सो यदि मैले अब के को भ्यालु चेक गरेँ भने जस्तै के को भ्यालु चेक गर्छु है मैले एउटा सबभन्दा सुरुमा चाहिँ मैले यसलाई चाहिँ एनालाइसिस गर्न थालेँ है। ल हेरौँ यो के को भ्याल्यु कहाँदेखि कहाँसम्म लग्दाखेरि यो होल इक्वेसनको यो यति टर्म छ नि यति टर्म यो चाहिँ कहाँ पुग्छ भन्ने कुरा हेरौँ। जस्तै फर इक्जाम्पल केलाई मैले अहिले 0 राखेँ भने के हुन्छ भन्नु त टोटल त 1 हुन्छ फङ्सन त। त्यस्तै गरी यदि मैले केलाई सी राखेँ भने के हुन्छ त केलाई सी राखेँ भने के हुन्छ भन्नुहोस् त। यदि मैले केलाई सी राखेँ भने यो काटिने भयो 1 - 1 0 हुने भयो, 0 हुन्छ। त्यसै गरी यदि मैले केलाई माइनस सी राखेँ भने के हुन्छ भन्नुहोस् त भन्दाखेरि माइनस सी पनि स्क्वायरको फेरि प्लसै हुन्छ सो 0 हुन्छ होइन। सो 0 हुन्छ। बुझ्नुभयो होला नि के भयो। अब यो 0 हुन्छ भनेको मतलब के हो भन्दाखेरि जेड एक्सिस 0 हुन्छ भनेको हो। यदि जेड एक्सिस 0 हुन्छ भनेको त्यो फिगर टर्मिनेट हुन्छ भनेको हो कि होइन भन्नुहोस् त। हो नि त।
भन्नुको मतलब यो फिगर टर्मिनेट त हुँदो रहेछ, कहीँ न कहीँ गएर यसरी के गर्दछ भन्दाखेरि कहीँ न कहीँ गएर यसरी बन्द त हुँदो रहेछ है। अब यो कहाँनिर गएर बन्द हुन्छ भन्दाखेरि के थाहा पाइयो त भन्दाखेरि केजिकस टु सी र केजिकस टु माइनस सीमा चाहिँ 0 0 भइरहेको छ भन्नुको मतलब यो फिगर जुन छ जेड एक्सिसमा यसरी हामीले एक्सपान्ड गर्न खोज्यौँ भने 3D मा कहाँ गएर कहाँ गएर रोकिँदो रहेछ वा कहाँ गएर ठ्याक्कै स्पेयरोइड भयो केही फरक परेन, स्पेयर भए पनि इलिप्सोइड पनि के अरे स्पेयरोइड पनि के हो त एउटा इलिप्सको टाइप्स हो, जब चाहिँ ए इज इक्वल्स टु बी इज इक्वल्स टु सी हुन्छ, मैले अघि पनि भनेको थिएँ। अब यो जुन छ पोइन्ट यो जेड एक्सिस हो है, यो जेड एक्सिसको यो सी भन्ने पोइन्टमा र जेड एक्सिसकै के त माइनस सीमा चाहिँ तल छ नि, त्यही भएर माइनस भने मैले। सो यो भयो भने चाहिँ फिगर टर्मिनेट हुँदो रहेछ। सो यो कुराले हामीले बुझ्न सक्छौँ कि इलिप्सोइड कसरी बन्यो भन्ने कुरा। ठिक छ, आई होप मैले हजुरलाई बुझाउन सकेँ। ए है त, अब चाहिँ म यस्तै गरी के गर्छु भन्दाखेरि हाइपरबोलोइड एक्सप्लेन गर्छु। अब हाइपरबोलोइड हेरौँ है त। हाइपरबोलोइडको इक्वेसन के थियो अरे हाम्रो भन्दाखेरि, हाइपरबोलोइडको इक्वेसन के थियो हाम्रो भन्दाखेरि एक्स स्क्वायर्ड बाई ए स्क्वायर्ड प्लस वाई स्क्वायर्ड बाई बी स्क्वायर्ड माइनस जेड स्क्वायर बाई सी स्क्वायर इज इक्वल्स टु 1 भन्ने छ। ठिक छ, अब यो इक्वेसन जुन छ नि, यो इक्वेसनमा सबभन्दा पहिला हामीले के गर्छौँ अघि जस्तै गर्छौँ र एक्स स्क्वायर्ड बाई ए स्क्वायर्ड एक्स मैले थोरै के गर्न चाहेँ त भन्दाखेरि यसलाई उता लगेर सिम्प्लिफाई गर्न चाहेँ, जेड स्क्वायर प्लस हुने भयो यहाँनिर सी स्क्वायर। ठिक छ, अब फेरि मैले के गरेँ जेड इज टु के माने, यो हजुरले मन नमान्दा पनि हुन्छ, केही फरक पर्दैन। तर बुकको जुन छ मैले बुकको स्टेप चाहिँ फलो गरेको हुनाले मैले त्यो गरेको हो बाई सी स्क्वायर। ठिक छ, अब फेरि हामीले इलिप्स नै पायौँ ल, हेर्नुहोस् है, हामीले फेरि इलिप्स नै पाएको छौँ है। सो अब फेरि के गर्छु त मैले भन्दाखेरि इलिप्सै बनाउँछु। सो सुरु चाहिँ इलिप्सबाटै हुँदो रहेछ यो पनि, हेर्दै जाउँ के हुन्छ। ठिक छ, यो एक्स एक्सिसमा नै यो वाइ यो जेड र कहीँ यहाँ एउटा प्लेनमा एउटा इलिप्स बनाएर दिउँ है त यहाँनिर। सो अब मेन कुरा हाम्रो यो टर्मिनेट हुन्छ कि नै फिगर भन्ने कुरा मेन हो नि त। एउटा इलिप्स छ यहाँ है, ठिक छ, यो इलिप्स छ सर्फेसमा छ है। अब यो इलिप्स जुन छ नि, यो इलिप्सलाई यसको अब जेड एक्सिसमा कहाँ गएर टर्मिनेट हुन्छ भन्ने कुरा हेर्नको लागि त यही कुराले हो हामीले हेर्ने भनेको यही कुरा हो। सो अब यो हेर्दाखेरि 1 प्लस के स्क्वायर बाई सी स्क्वायर कहिले 0 हुन्छ त हुँदैन नि त। यदि के इज इक्वल्स टु आफै 0 भयो भने मात्रै, आफै 0 भयो भने मात्रै के हुन्छ त भन्दाखेरि यो जुन यो टोटल टर्म छ यो टोटल टर्म के हुन्छ 0 हुन्छ हो, होइन 1 हुन्छ। त्यसै गरी यदि मैले के सी राखेँ भने के हुन्छ त भन्दाखेरि 2 आउँछ र यदि के इज इक्वल्स टु माइनस ए राख्यो भने के आउँछ 2 आउँछ। भन्नुको मतलब यो त टर्मिनेट हुनेवाला छैन, कुनै पनि केसमा टर्मिनेट हुनेवाला छैन। र अर्को हामीले के देखिरहेछौँ भन्दाखेरि जब के इज इक्वल्स टु जेरो भनेको जेड इज इक्वल्स टु जेरो हो तब बल्ल इल्युस बनिरहेको छ। भन्नुको मतलब यो त जेड इज इक्वल्स टु जिरोवाला हो नि त, यो पोइन्ट त यहाँ यो जुन छ मैले हजुरले सर्फेसमा छ भनेको थिएँ नि त, सर्फेसमा छ भने त यो जेड इज इक्वल्स टु जेरोवाला टर्म हो। अहिले त इल्युस बनेकै छ नि त, किनभने यदि मैले यो जिरो बनाएँ भने यति सबै जिरो हुने भयो, बचेको के हुने भयो, यति चाहिँ बच्ने भयो। अब यो बचिसकेपछि यतिलाई इलिप्स दिने भयो, यो दिइरहेकै छ अहिले, भनेपछि यही नै के हो त यसको मिनिमम के हो त टच हुन खोजेको पोजिसन त्यही हो। अरू सबै के भइरहेछ एक्सपान्ड भइरहेछ, बाहिर गइरहेछ यसरी। ठिक छ, यो कन्ट्र्याक्ट हुनेवाला वा फेरि एउटा पोइन्टमा मिट गर्नेवाला छैन। सो यो जुन छ नि यो किसिमको फर्म, यो खास तपाईँले बुझ्न सक्नु भएकै होला, यो चाहिँ 3D फिगर हो है, यो 3D फिगर हो। अब मैले थोरै यसलाई 3D को फर्म दिनको लागि यसरी सर्फेस जस्तो बनाएँ। सुरु त एउटै इलिप्सबाटै भएको छ, हजुरले देख्नुभयो होला है। सो यो चाहिँ के भयो त हाइपरप्लोइड अफ वान सिट भयो। ठिक छ, अब यस्तै गरी मैले फेरि हाइपरप्लोइड अफ टु सिट चाहिँ मैले डिस्कस गर्छु। ठिक छ, हाइपरप्लोइड अफ टु सिट डिस्कस गरौँ है त। ल अब
के गरौँ भन्दाखेरि फेरि अब हामीले हाइपरप्लोइड अफ टु सिटको इक्वेसन लेखौँ। लेख्दाखेरि के छ त हाम्रो इक्वेसन माइनस अफ अलिकति अप्ठ्यारो भयो हजुरहरूले हेर्न। सो माइनस अफ एक्स स्क्वायर्ड बाई ए स्क्वायर्ड माइनस वाइ स्क्वायर्ड बाई बी स्क्वायर्ड प्लस जेड स्क्वायर्ड बाई सी स्क्वायर्ड इज इक्वल्स टु 1 भन्ने छ। सो यो भइसकेपछि म हजुरलाई के भन्छु अब भन्दाखेरि यो जुन छ नि माइनसलाई यतै राख्नुहोस् र अघि जस्तै गरी फेरि के गर्नुहोस् त सरी भन्दाखेरि वाइ स्क्वायर बाई बी स्क्वायर इज इक्वल्स टु 1 माइनस जेड स्क्वायर बाई सी स्क्वायर गर्नुहोस्। यो गर्दाखेरि फेरि हजुरले फेरि के गर्नुपर्छ यहाँ भन्दा माइनस अफ अब यो माइनसलाई मैले कमन लिन्छु अनि एक्स स्क्वायर्ड बाई ए स्क्वायर्ड प्लस वाइ स्क्वायर्ड बाई बी स्क्वायर्ड इज इक्वल्स टु माइनस अफ 1 प्लस के त के स्क्वायर मैले सिधै यसलाई के मानिसकेँ जेड इज इक्वल्स टु के मानिसकेँ मैले। अब चाहिँ यसलाई डिस्कस गर्न गइरहेको छु है त। यसलाई हेरौँ यो फिगर कहाँनिर टर्मिनेट हुन्छ भन्ने कुरा हेरौँ। फेरि पनि यहाँ इलिप्सकै फर्म आएको छ तर यसको ठाउँमा चाहिँ 1 आयो भने चाहिँ एलिप्स हुन्छ। तर अहिले हजुरले हेर्न सक्नुहुन्छ है यदि यो जुन छ नि यसलाई मात्रै हामीले इग्नोर गर्यौँ भने यति त हाइपरबोला जाने रहेछ नि त। यति त हाइपरबोला जाने रहेछ नि यहाँसम्म त बुझ्नुभयो होला नि हजुरले। हाइपरबोला त याद छ होला नि हजुरले फर्मुला इलिप्सकै फर्मुला हो तर यहाँ चाहिँ -1 हुन्छ भनेपछि यहाँ पक्कै कतै न कतै हाइपरबोला चाहिँ बन्छ। अब त्यो हाइपरबोला जुन छ नि हाइपरबोलाले 3D 4D सरी 3D फिगर चाहिँ कसरी दिन्छ भन्ने कुरा हेर्नुपर्छ। सो अब अहिले मैले पहिला पनि एलिप्स नै मानेर गएको थिएँ अगाडि त्यसरी अहिले पनि म एलिप्स नै मानेर अगाडि जाने भएँ ठिक छ। तर इलिप्सलाई कहाँ राख्ने भन्ने कुरा चाहिँ हेर्नुपर्छ हजुरले। सबभन्दा सुरुमा अहिले इलिप्स नै बनेको होइन नि त। अघि पनि सबभन्दा सुरुमा इलिप्स राखेँ मैले त्यो गल्ती गरेँ तर डाइरेक्टली इलिप्स राख्ने होइन। पहिला फर्म हेर्ने फर्म हेरेर चाहिँ जस्तै अब मैले के गर्छु यहाँ भन्दाखेरि जस्तै यसलाई चाहिँ हामीले डिस्कस गर्न खोजिरहेको छौँ नि त यो टर्मलाई। सो त्यो गर्न चाहिँ मैले 1 माइनस सरी -1 के स्क्वायर्ड बाई सी स्क्वायर्ड। अब यो कतिखेर 0 हुन्छ भन्ने कुरा हेर्नेको। सो मैले के देखेँ के इज इक्वल्स टु सी हुँदाखेरि के भइरहेछ त भन्दाखेरि यो होल टर्म के भइरहेछ 0 भइरहेछ। त्यसै गरी के इज इक्वल्स टु माइनस सी राख्दा पनि के भइरहेछ होल टर्म 0 भइरहेछ। अब यदि मैले के को ठाउँमा 0 राखेँ भने के को ठाउँमा 0 राखेँ भने त मैले के पाइरहेको छु -1 पाइरहेको छु भनेपछि यो के इज इक्वल्स टु 0 जुन छ नि भन्नाले जेड एक्सिस 0 हुने बेला यहाँनिर चाहिँ -1 आइरहेछ भन्नु मतलब यहाँनिर त कुनै पनि फर्म बनिरहेको छैन कुनै पनि फिगर बनिरहेको छैन र जहाँबाट बन्न सुरु भएको छ नि त्यो चाहिँ सी यहाँबाट सुरु भएको छ क्या के इज इक्वल टु सीबाट सुरु भएको छ सीबाट सुरु भएको छ माइनस सीबाट सुरु भएको छ र अब यसपछि चाहिँ जुन छ मैले जति पनि भ्यालु राख्दाखेरि के भइरहेछ कहिले कहिले पनि टर्मिनेट भइरहेको छैन। सो यहाँबाट सुरु भएर के भइरहेछ यस्तो फर्म भइरहेको छ यो हाम्रो यस्तो फर्म भइरहेको छ है त। हजुरले देख्नुभयो होला है यो कुरामा हजुरले आशा छ बुझ्नुभयो होला। अब चाहिँ म योभन्दा अझै अगाडि च्याप्टरमा अगाडि बढ्न चाहेँ। ओके यति चाहिँ मैले कन्सेप्टको कुरा गरि नै हालेँ। अब म डेरिभेसनको कुरा जान्छु। अब सबभन्दा सुरुमा हामीले चाहिँ टेन्जेन्ट एन्ड टेन्जेन्ट प्लेन्सको बारेमा डेरिभेसन गर्न थालेको छौँ टु फाइन्ड द इक्वेसन अफ टेन्जेन्ट प्लेन एट अल्फा बिटा गामा टु द सर्फेस ठिक छ। अब मैले डाइरेक्टली के गर्छु भन्दाखेरि अब यो ल्याङ्ग्वेज लेख्न थाल्यो भने एकदम लामो हुन्छ त्यही भएर म डाइरेक्टली भन्न चाहेँ तर लेख्न चाल्छु अनि त्यसपछिहरूले बुझाउँछु है त। सो सबभन्दा सुरुमा मैले के गर्छु एउटा कोनिकोइड लिन्छु। सो कोनिकोइड मैले एलिप्सोइडै लिन्छु। अब यो एलिप्सोइड भइसकेपछि यो 3D फिगर हो ठिक छ। 3D फिगर भइसकेपछि अब कुनै पनि एउटा पोइन्ट लिन्छु है मैले जस्तै कुनै पनि एउटा पोइन्ट लिएँ जस्तै यो लिएँ मैले अल्फा बिटा गामा लिएँ मैले। सो यो अल्फा बिटा गामा मैले एउटा लाइन कन्सिडर गर्छु ठिक छ। यो लाइन कन्सिडर गर्छु। यो लाइन चाहिँ के हो त भन्दाखेरि टेन्जेन्ट लाइन ठिक छ टेन्जेन्ट लाइन हो। अब यो टेन्जेन्ट लाइन भइसकेपछि मैले यो लाइनको इक्वेसन कसरी लेख्न सक्छु त भन्दाखेरि सरी अब यसको लाइन चाहिँ इक्वेसन मैले लाइनको इक्वेसन कसरी ल्याउन सक्छु त भन्दाखेरि एक्स माइनस अल्फा बाई एल ठिक छ इक्वल्स टु वाइ माइनस बिटा बाई एम र के त जेड माइनस गामा बाई एन र मानेर आर भनेर कुनै पनि एउटा पोइन्ट भनेर माने ठिक छ सेम। सो यसरी चाहिँ मैले के गर्छु त यो इक्वेसन यो जुन लाइन छ नि यो लाइनको इक्वेसनलाई कन्सिडर गर्छु।
यो गरिसकेपछि अब मेन कुरा के हो त भन्दाखेरि यदि यो पोइन्ट जुन छ अब यहाँबाट मैले पोइन्ट निकाल्छु यो लाइनमा पर्ने पोइन्टहरू ठिक छ यो लाइनमा पोइन्ट कुनै पनि एनी पोइन्ट हामीले निकाल्न पर्यो भने हामीले के निकाल्न सक्छौँ भन्दाखेरि के निकाल्न सक्छौँ भन्दाखेरि ल हेरौँ है त सो यहाँबाट मैले निकाल्दाखेरि एक्स माइनस अल्फा इज इक्वल्स टु एलआर आयो योबाट चाहिँ मैले एक्स इज इक्वल्स टु के अल्फा प्लस एलआर भने त्यसै गरी वाइ माइनस बिटा इज इक्वल्स टु एमआर भयो भने एमआर भयो भने के हुने भयो त भन्दाखेरि वाइ इज इक्वल्स टु एमआर प्लस बिटा हुने भयो त्यस्तै गरी जेड माइनस गामा इज इक्वल्स टु एनआर भयो भने के हुने टु एनआर प्लस गामा हुने भयो सो तिनवटा मैले के गरेँ भन्दाखेरि यो एनी पोइन्ट जुन छ नि यो एनी पोइन्टले हाम्रो के गर्नु पर्यो त भन्दाखेरि कुनै पोइन्टलाई पनि सेटिस्फाई गर्नु पर्यो कुनै पोइन्टलाई सेटिस्फाई गर्नुपर्छ भनेपछि हाम्रो कुनै पोइन्टको इक्वेसन के छ त भन्दाखेरि ax स्क्वायर्ड प्लस by स्क्वायर्ड प्लस cz स्क्वायर्ड इज इक्वल्स टु 1 छ सो मैले त्यही गर्छु अब त्यो गर्दाखेरि मैले के गर्नु पर्यो त भन्दाखेरि यो पोइन्टहरूलाई के गर्नु पर्यो यसमा राख्नु पर्यो राख्दाखेरि मैले के पाउँछु ए अल्फा प्लस एलआर स्क्वायर्ड प्लस बिटा सरी बी बिटा प्लस एमआर स्क्वायर्ड प्लस सी अनि के त गामा प्लस एनआर स्क्वायर्ड इज इक्वल्स टु 1 हुन्छ ठिक छ अब मैले के गर्छु यसलाई सिम्प्लिफाई गर्छु यसलाई सिम्प्लिफाई गर्दाखेरि मैले के पाउँछु त भन्दाखेरि आर स्क्वायर्ड अब हजुरले अलिकति यो फर्म चाहिँ याद गर्नुपर्छ है डाइरेक्टली अब सबै कुरा इक्जाममा गर्न सकिँदैन त्यस कारणले गर्दाखेरि फर्म चाहिँ याद गर्नुहोस् आर स्क्वायर भयो आर स्क्वायरमा के आउनुभयो त ए एल स्क्वायर आउने भयो सबभन्दा पहिला त्यसपछि बी बिटा सरी बी एम स्क्वायर आउनुभयो फेरि सी एन स्क्वायर आउनुभयो सो त्यही भएर मैले के गरेँ ए एल स्क्वायर प्लस बिएम स्क्वायर प्लस सिएन स्क्वायर हुनुभयो किन भन्दाखेरि ल हेर्नुहोस् है यहाँ के छ त आर छ यहाँ पनि आर छ यहाँ पनि आर छ सो आर स्क्वायर हुँदाखेरि यो टर्मको अगाडिका जुन टर्महरू छन् कोफिसियन्टहरू छन् त्यो आउने भयो अगाडि त्यसपछि यहाँ त मल्टिप्लाई गरेकै छ नि एबिसीले त्यही भएर यो आयो त्यसपछि प्लस टु आर अब आर कति आउँछ भन्दाखेरि यसलाई हामीले हेर्दाखेरि के आउने भयो त यहाँ टु आर एम बिटा आउने भयो त्यसै गरी टु आर सी एन आउने भयो टु आर एल ए आउने भयो सो त्यसरी हामीले टु आरलाई कमन लियौँ भने के आउँछ ए अल्फा एल प्लस बी बिटा एम प्लस सी गामा एन आउने भयो त्यसपछि प्लस अब कोफिसियन्ट अब कन्सटेन्टहरू के आउनु भन्दाखेरि ए अल्फा स्क्वायर प्लस बी बिटा स्क्वायर प्लस सी गामा स्क्वायर्ड माइनस 1 इज इक्वल्स टु 0 आयो अब हेर्नुहोस् है इन्ट्रेस्टिङ कुरा अब इन्ट्रेस्टिङ कुरा के छ यहाँनिर भन्दाखेरि यदि मैले यो अल्फा बिटा गामा जुन छ अल्फा बिटा गामालाई यदि कुनै कोडमा परेको छ भन्छु भने हामीले यो अल्फा बिटा गामालाई यो इक्वेसनलाई पनि के गर्नुपर्छ त भन्दाखेरि सेटिस्फाई गर्नुपर्छ त्यो भयो भने के हुने भयो त यो यहाँ राख्दाखेरि के हुने भयो भन्दाखेरि ए अल्फा स्क्वायर प्लस बी सरी बी बिटा स्क्वायर प्लस सी गामा स्क्वायर माइनस 1 इज इक्वल टु 0 हुने भयो यो टर्म त यहाँनिर आएको छ सो यसको ठाउँमा त मैले के राख्न सक्छु यसको ठाउँमा त मैले टोटल के राख्न सक्छु जिरो राख्न सक्छु त्यो राखिसकेपछि मैले के गर्छु अब यहाँ भन्दाखेरि हेरौँ है त सो आर स्क्वायर्ड एल स्क्वायर्ड प्लस बिएम स्क्वायर्ड प्लस सिएन स्क्वायर्ड प्लस टु आर ए अल्फा एल प्लस बी बिटा एम प्लस सी गामा एन इज इक्वल टु 0 अब यो इक्वेसन आइसकेपछि यो के छ त क्वाड्रेटिक छ आरमा ठिक छ यो के छ एउटा इक्वेसन यो के इक्वेसन हो त भन्दाखेरि यो हाम्रो हो क्वाड्रेटिक इक्वेसन क्वाड्रेटिक भइसकेपछि आरको दुईवटा भ्यालु आउने होला तर टेन्जेन्ट भनेको छ यदि टेन्जेन्ट छ भने चाहिँ दुईटै भ्यालु जुन छ नि आरको एउटै आउनु पर्यो नि त किनभने टेन्जेन्ट हुने भनेको त कुनै पनि सर्फेसमा एउटा मात्रै हो पोइन्टमा यो कुनै पनि एउटा पोइन्टमा त एक ठाउँ मात्रै के हुन्छ त टेन्जेन्ट हुन्छ एउटा लाइन त्यो मैले यदि कन्सिडर गरेँ भने आरको के हुनु पर्यो एउटै भ्यालु हुनु पर्यो दुइटै सो दुइटै भ्यालु यदि एउटै हुन्छ भने हामीले के गर्छौँ भन्दाखेरि जस्तै अब मैले के गर्छु यहाँनिर भन्दाखेरि सम अफ रुट्स जुन छन् नि सम अफ रुट्स जुन छन् त्यो चाहिँ समबाट गयो मैले अलिकति गाह्रो हुनसक्छ सो अब मैले के लिन चाहन्छु भन्दाखेरि यो जुन छ नि यो दुइटै आर मध्येमा एउटा आर के हुनु पर्यो
दुइटै आर को भ्यालु चाहिँ एउटा हुनु पर्यो भन्नु मतलब मैले आर कमन लिएँ भने दुईटा भित्रमा के हुने भयो भन्दाखेरि आर कमन लियो भने आर कमन लियो भने के हुने भयो भन्दाखेरि आर यता अनि के हुने भयो एएल स्क्वायर्ड प्लस बिएम स्क्वायर्ड प्लस सिएन स्क्वायर्ड अनि प्लस टू ए अल्फा एल प्लस बी बिटा एम प्लस सी गामा एन इज इक्वल टू 0 हुने आर इज इक्वल टू 0 भइरहँदाखेरि मैले भन्न सक्छु भन्दा के गर्न सक्छु त भन्दाखेरि आरलाई मैले यहीँ राखेर माइनस अफ टू ए अल्फा एल प्लस बी बिटा एम प्लस सी गामा एन बाई के त एएल स्क्वायर्ड प्लस बिएम स्क्वायर्ड प्लस सिएन स्क्वायर्ड लेख्न सक्छु अब यो भइसकेपछि आरको भ्यालु त सेम आउनुपर्छ अघि नै आरको भ्यालु के आएको थियो 0 आएको थियो यो जुन छ यो टर्म योसँग बराबर हुँदाखेरि के आएको छ आरको भ्यालु 0 आएको छ त्यस्तै गरी यो जुन छ आर यो पनि 0 आउनुपर्छ सो मैले त्यही गरेर के गर्छु भनेर भन्दाखेरि त्यही लोजिकलाई फलो गरेर मैले के गर्छु भन्दा आर मस्ट बी बिटा एम प्लस सी गामा एन इज इक्वल टु 0 जुन चाहिँ हाम्रो के आयो त इक्वेसन आयो इक्वेसन अफ टेन्जेन्ट आयो ठिक छ अब एउटा कुरा यहाँ इन्ट्रेस्टिङ के देखिन्छ भन्दाखेरि हामीले मानेको चाहिँ के थियौँ त सुरुमा भन्दाखेरि एउटा लाइन मानेको थियौँ टेन्जेन्ट हुन्छ भनेर तर रिजल्ट के आयो भन्दाखेरि यस्तो खालको इक्वेसन आयो यो त पक्कै पनि के होइन त एउटा स्ट्रेट लाइन होइन तर यो हो चाहिँ के भन्दाखेरि यो हाम्रो के आयो त प्लेनको इक्वेसन आयो भन्नुको मतलब कोनिक्विड छ भने कुनै पनि एउटा कोनिक्विड छ भने कि के हुँदो रहेछ त प्लेन हुँदो रहेछ ठिक छ सो दिस इज कल्ड एज द इक्वेसन अफ टेन्जेन्ट प्लेन सो यो चाहिँ भयो इक्वेसन अफ टेन्जेन्ट प्लेनको